मिश्रित स्वर वर्ण बन्ने तरिकाहरू कसरी बनेको रहेछ यो मिश्रित स्वर वर्ण भन्ने कुरा यहाँ हेर्नु होला है सबैजनाले। अ प्लस इ जोडेर ए भएको रहेछ हैन, ए भएको रहेछ हैन। अनि ए प्लस इ जोडेर ए भएको रहेछ फेरि। अनि फेरि अ प्लस इ जोडेर ए भएको रहेछ है। अनि फेरि ए प्लस इ जोडेर ए भएको रहेछ क्या। अनि फेरि ओ प्लस आ जोडेर वा भएको, बुझ्नुभयो नि। अनि ओ प्लस ए जोडेर बे भयो है। अनि फेरि ओ प्लस इ जोडेर बे भयो है। अनि उ प्लस अ जोडेर वा भयो, वा भनिन्छ क्या। अनि उ प्लस ओ जोडेर ओ प्लस इ जोडेर बी भयो क्या है, त्यो बिचको प्लस है। अनि फेरि उ प्लस ओ जोडेर वा भयो क्या, वा। उ प्लस इ जोडेर उई भयो, यसरी हुन्छ है। मिश्रित व्यञ्जनबाट कसरी बनेको भन्दाखेरि यसरी जोडिएर बनेको हो है सब। अ प्लस इ जोड्यो ए भयो, ए वा बे ब बी बे उई, यति है। यसलाई 100 ठाउँमा 50 ठाउँमा लेख्नुहोस् है। 100 ठाउँमा 50 ठाउँमा लेख्नुहोस्, कम्प्लिट हुन्छ है। लेख्नु बाहेक अरू कुनै विकल्प छैन। यसलाई लेख्ने पढ्ने गर्नुहोस् बस, यति है। लेख्दै पढ्दै गर्नुहोस्, आउँछ। यहाँ कम्प्लिट भएपछि मात्र छोड्नु होला। र मेरो लामिछाने च्यानल, लामिछाने भलाघर युट्युब च्यानल लामिछाने भलाघर सब्सक्राइब गर्नु होला, नै त विश्वराज लामिछाने हान्नुहोस्, आउँछ, सब्सक्राइब गर्नु होला। ओके, के हो भने लामिछाने भलाघर LAMICHHANE लामिछाने भलाघर VLOGGER भलाघर हान्नुहोस्। नभए यो हान्नुहोस्, नभए विश्वराज लामिछाने हान्नुहोस्। VISHWRAJ LAMIC, यही हो लामिछाने माथिको विश्वराज लामिछाने। CHHANE लामिछाने है। यो एउटामा दुईटामा एउटा हान्नुहोस्, आउँछ। सब्सक्राइब गर्नु है सबैजनाले, लामिछाने भलाघर। ओके।